Hello everyone, good morning and there's a namaste back to our Gomakesi YouTube channel. New day, new vlog. फेरि पनि आइसकेको छु साथीहरु म चाहिँ आज चाहिँ फेरि पनि गोठा जाँदै छु। मेरो त कामै गोठा हुन्छ सो साथीहरु देख्न सक्नुहुन्छ। मैले चाहिँ बिहान हाम्रो नास्ताको लागि चाहिँ बनाइसकेको छु। खाजा नास्ता के भन्छ आई डोन्ट नो यार, मलाई थाहा छैन के भन्नुपर्ने। सो मैले चाहिँ योहरु खानेकुराहरु लगेर जाँदै छु। यहाँ चाहिँ यो यतिकै भयो र यहाँ चाहिँ दही छ। यो कुराहरु चाहिँ म लगेर जाँदै छु गाइजहरु। अब चाहिँ हामी गोठा जाने छौं। अनि कुचु खानुपर्ने हुन्छ, खानेछौं र उतातिर के काम छ गर्नुपर्ने हुन्छ कोर्टमा। सो के भन्छ बाबाहरु भाइहरु बुहारीहरु सबै आफ्नो कामले गइसक्नु भयो। आज चाहिँ हामी घरमा चाहिँ जम्मी 3 जना मात्रै छौं साथीहरु। अब चाहिँ हामी चाहिँ गोठमा जान्छौं। मैले चाहिँ भिडियो गर्नु मिल्दैन, दुईवटा हातमा त्यो हुन्छ, त्यही भएर पछाडी चाहिँ नानी बोक्दै छु मैले। हाई भन्दिउ छोरी। हाई नमस्ते। सबै जनालाई चुप्पा खै बस बाइ भन्दिउ। सो साथीहरु म चाहिँ गोठमा आइसकेको अवस्था छ। उता बाख्राले घाँसै खाइसकेल। नानी यो गर्दा यो खाइन मर्छ नि, यो लाइन पाराले हाल्थे त। मम्मीले चाहिँ साग बनाउँदै हुनुहुन्छ तर डोकोमा राख्दा हिजोको भिडियोमा पनि तपाईले देख्नु भएको थियो। यो साग चाहिँ मेरो भाइले बोकेर ल्याथ्यो। राख्दा सागै कोइएछ। सो साथीहरु के गर्नु, मम्मीले उसाउँदै हुनुहुन्छ यहाँनेर। सबको आफ्नो काम। हरियो पनि हाल्नु छ तपाईले त। हुन्छ के पाटले भइगरी खाइन मर्न नि छोरीलाई बिचारा। यो डाब्रे माजे नि यो खाने साग हाल्ने भने के रे पराले। यो चाहिँ पारला हाल्दिनु पर्ने। गाइजले त देखेर तर्सिजान्छ नि। क्या खाला न जुठामा छ्यात्तरमा के कुरा गर्नुहुन्छ हौ साथीहरु। मम्मीले त म त केही बुझ्नु सक्दिन। लौ भाइ बेसमतीहरु खाऊ कचकै देऊ। गाइजहरु आज चाहिँ हामीले माछा मार्न जानेछौँ। माछा हेर्नु होला कस्तो हुन्छ, खोलामा रमाइलो हुन्छ। अहिले चाहिँ यतिकै गरम। अहिले खाँदाखेरि बनाउनु पर्छ भिडियो। ल गाइजहरु एकछिन रोकिहालौँ न त। ए बकली ल दूध त धेरै त तागेको थियो नि त। ए मानमा त हैन नि त। तर बिगार गर्छ के हेर ल। यार ढोला लान्छ पठाउ चल्ला। यता पनि खाके गाइड देखेर खान्छ त। अब देखिस खानु त मिठो हुन्छ क। साथीहरु एक किच्चा भयो मम्मीलाई भने पनि नपर्ने रे। बेस साग पकाएको एक थाल सेतान खाए खाइसक्नु र सक्ने भयो। मसला जाला खान्छ अहिले बस भन्नु।
घरमा कतिखेर बुबा खायो अन्त यसलाई माथि राख्छ यसलाई बुबा हाल्यो राख्छ माथि अग्लो ठाउँमा राख्छ त्यो आलु पनि मिसानमा हालेर के खाने बस्यो दुखा हे सानो पप्पी आएको छ बाहिर गाईले हेरेर नि त्यहाँबाट फेरि दही खाने क्या म खाना थोड़ा भाँडा खोज्नु खै लिदिनुहोस् भनेर चुनो बोल खान्छ दही ल्याएन भित्र ल्याउनु त ल्याएको नानी दही खानुहोस् खाने खै चिसो बेलामा यसले खान्छ एक दुध खान्छ ओ साब गयो म त खान्न होला मम्मी त्यो तपाईँले नमिसाउनुलाई त्यो त्यस्तो यो टोक्दै हाल्दै गर्छ यसले मिसान्न म त्यही त अघि नै मसला लगाउँ उतै राख उतै दही चुहाइदियो हाल्नु भयो बुबु ल यहाँ घरमा जनताहरू पनि धेरै छन् क्या साथीहरू के गर्छ हौ यसले हट एक गिलास दिए हुन्छ सो मिठो गाइजहरु मिठो दहीको हो त दही खाएर आजभोलि दुध खाएर अलि मान्छे पनि मोटाइया छ हाम्रो घरको बुढिस्तो जिउ मा अहिले नि त दिनको मलाई रिस उठाए हान्न पनि फेरि पोइन्टमा फेरि आउला दिनकै डिङ्नासम्म तेरो साथीहरू कस्तो चिसो गर्दैछ हो कसम भनेको त्यो चिसो मौसम गर्दैछ हुन त आजभोलि अब गर्मी लाग्नुपर्ने होइन र सो यहाँनिर दाना पाक्दैछ क्या मजाले देख्न सक्नुहुन्छ मैले चाहिँ भैँसीहरूलाई खुवाइसकेँ अब चाहिँ बाख्राहरूको लागि चाहिँ दाना खोज्दैछु र यहाँनिर सागहरू अघि उसिनेको साथीहरूले देखि नै सक्नुहुनेछ अगाडि चाहिँ यहाँनिर यसलाई चाहिँ यसरी सुकाउनु पर्ने क्या यहाँ ओ साग साग साथीहरू यसरी यहाँ सुकायो भने चाहिँ पछि खानुलाई क्या साथीहरू आलुसँग ओ माई गड खस्यो यार काली कहाँ तिमी यहाँ आउने हुन्न हौ लोट्ने हुन्छ यस्तो रिस सुकायो भने अनि साथीहरू सागको कसलाई मनपर्छ होइन मलाई चाहिँ बहुत मनपर्छ उसिनेको साग देख्न सक्नुहुन्छ
साथीहरू साग पनि सुकाएर सक्यो अनि बल्ल बल्ल घाम आउला आउला जस्तो गर्दैछ हो गाइजहरू। काम गर्दा 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 मुत्नु पनि फुर्सद छैन, अरू त परेको कुरा थियो। रिसै उठिसक्यो हौ, म त कसम भनेको। अब भिडियो गराउँदा गराउँदा मुद्दिने हो बालै फराएर, पिसाफै फेर्न फुर्सदै छैन। साथीहरू हामी चाहिँ खोलामा माछा मार्न आइसकेको अवस्था, माछा मार्ने ग्याङ कस्ता छन् सो हामी चाहिँ खोलामा माछा मार्न आएको छौँ। हिजोको प्लान चाहिँ सक्नु भएको थिएन, आज चाहिँ मेरो मम्मी र नानीको अवस्था। साथीहरू पोहोर साल पनि मैले यस्तै भिडियो बनाएर हालेको थिएँ। ल्याउनुहोस् त कुटो। माछा मार्ने औषधि ल्याउनु ल्याउनु, कोट्याउनी पनि चाहिन्छ क्या, ल्याउनु छ कोट्याउनु पनि चाहिन्छ। हित्तीबाट चाहिँ उघारो साथीहरू माछा मार्नलाई चाहिँ यो हाल्नुपर्छ, यो हालेपछि माछाहरू मर्छ। यस्तै यसलाई यसरी थिचेर कहाँ देखिन्छ भिडियोमा, यहाँबाट देखिन्छ होला। चाहिन्छ क्या यार, यस्तरी यसको रस चाहिँ सेतो हुन्छ साथीहरू, यसको सेतो, यसले चाहिँ माछा मर्छ के। साथीहरू यो माछाले खासै पार लाग्ला जस्तो मलाई लागेन। देख्न सक्नुहुन्छ हाम्रो माछा मार्नेहरूको अवस्था। माछा यो मुजी माछा मारेर जेलमा त कोही लग्दिन। रहेछ रहेछ यहाँ रहेछ, रहेछ रहेछ। कति मार्यो खै, मेरै छ एउटा माछाले यो त ठुलो रहेछ माछाले नाम छोपन। थेत्दा थेत्दा मान्छेको दिमागै ह्याङ भयो। खासै यो माछाले पार लाग्ला जस्तो लागेन गाइजहरू मलाई चाहिँ। साथीहरू माछा भन्ने कुरा एउटा छैन खोला। गाइजहरू ओए ए बडा यहाँतिर यहाँतिर ए कत्रो माछा सके माइलियामा। त्यो आफै ढाकी छ नि माइलियामा, माइलिया मार्यो लौ त मोबाइल समात त मोबाइल। साथीहरू माछा आयो, माछा र भात खाँदैछौँ। अब चाहिँ हामी चाहिँ देख्न सक्नुहुन्छ तरै वाह बहुत तर माटुने गाह्रो छ साथीहरू। माछा र भात खानुपर्छ अब चाहिँ। हाम्रो चाहिँ यो गोठो के साथीहरू, त्यही भएर यस्तो छ है हाम्रो पारा चाहिँ। सो हामी चाहिँ गोठमा छौँ, त्यही भएर पानी के खाने जर्किनै छ खाने पानी सारेन छ र रातो मक्नु छ त म हेर्नु मलाई ठिक छ झिक्दैन माछा नानीले पनि माछा अलि बिलाउनु लाग्यो मलाई। तपाईँलाई लागेन? के हो थाहा भएन। अहिले बिलाउँछ बेसार टर्रो बस बेसार खर्रे नै खर्रे जान्छ। कता खरेछ कता खर्रे हुन्छ नि
दही उता राख्नु चलाउनु ल ओले नुन आएन कि साथीहरु तेरो मम्मीलाई मेरो छोरीले माछा मासु चाहिँ खान्न मम्मीलाई साथीहरु कन्ना हालया भात खाने तँ पनि खान्न हाम्रो यहाँको माछामा न काँडा होस् न नमिठो होस् यति रसिलो हुन्छ काँडा पनि हुन्न केलाले यस्तो रुगा लागेको थियो नाकको ढाकिरहेको थियो जल अब तो ग्लास मार दी मलाई ना मासु नखाने मान्छे पनि मार्न बाई बाई साथीहरु खाएको पनि के भिडियो बनाइराख्नु के भन्छ म चाहिँ भिडियोलाई यहीँनिर इन गर्न चाहन्छु अब चाहिँ हाम्रो धेरै काम हुन्छ यो भिडियो चाहिँ लाउनु पर्ने हुन्छ साथीहरु हेरिदिनु होला भिडियोलाई भन्न चाहन्छु बाई बाई साथीहरु मासु मारेर मासु खाने रहर पनि पुरा भयो बाई बाई गर्दै छोरी बाई बाई कृपा गर्दै सबैजनालाई